What is up? Welcome back to my another vlog. अनि आज चाहिँ हामी साइक्लिङ राइडमा निक्लिने भनेर सोचिरहेको छु हैन। गर्मी छ अनि अलिक शीतल जंगलतिर हल्का विलीहरु स्टनहरु हान्दै छ। अब त्यो थाहा छैन हैन। अनि हाम्रो युट्युबमा चाहिँ नयाँ मेम्बर हैन, हाम्रो NS220 अगाडि छ। अनि दोहोरा चाहिँ मैले टलक्क पार्दै सकेको छु के अहिले चाहिँ ओभर क्लीन लुक्स देखिरहेको छ हैन। बबाल छ नि त NS को त सब बबाल हो गया लुक्समा लुक्स हैन। 200cc सेगमेन्ट किलर बाइक हो क्या यो चाहिँ फेरि हैन। अरूले के भन्छ मलाई चाहिँ त्यस्तो लाग्छ। भनेको चाहिँ मोटो भ्लग लङ राइड त्यस्तो हान्नुपर्ने हुन्छ हैन। रटै फेर्नु पर्ला जस्तो छ क्या यो पाइडलको बिचको रड चाहिँ गएको जस्तो छ। पाइडल हल्ले गरिदिन्छ क्या। उइली हान्दा त झन् अप्ठ्यारो भइहाल्छ नि आफै खोलिदिएपछि त हैन। त्यही पनि केही छैन, हामी यत्तिकै जुगाड गरेर कुदाइदिने आज चाहिँ भनेर सोचेर आएको। आम्माको कस्तो हिलो रहेछ ओभरै हिलो क्या। सो यो बाटो चाहिँ आज मिठो उइली जान्छ हैन भनेर सोचेको। एकदम के कस्तो हुन्छ जस्तो जान त गइहाल्छ नि उइली त। उइली त हाम्रो जहाँ कहीँ पनि जान्छ क्या। अझै यहाँ बिचमा चाहिँ दामी बाटोहरू छ। अनि त्यही भएर चाहिँ यो बाटो आएको शीतल पनि हुन्छ। गर्मी छ नि त आजकल हाम्रोतिर यता जापामा। अनि कट्टा लाएर मिठो उइलीका साथ हिँड्नु नै मजा छ हैन। तर पाइडल ठोकिएको आवाज आइरहेको छ क्या। त्यस्तो हुन्छ क्या। अनि के गर्नु यो उइली हान्न त मन हुन्छ कि तर पाइडल ठ्याक ठोकिदिइरहेछ क्या। अनि यसरी त कहाँ उइली हाने भयो त फेरि होइन। यस साइकलले साथ दिएकै छैन क्या आजकल। साथ त के दियोस् र होइन। यसरी ठोकिदिन्छ। हाइपर राइड हान्ने भनेको आज दामी उठ्छ त यार। जस यतिको उठ्दियो भने चाहिँ जोस आउँछ नि त। मिठो 1 करोड फेरि यस्तो राम्रो यहाँ चाहिँ एक मिठो उइली जाओस् न त। फक्टमा के बोल्दैछु क्या फेरि मैले दामी राइड हानिदिन्छु नि फेरि म त केटा हो। यहाँनिर झोलुङ्गे पुल छ। सो खोलामा आइपुगेको छु अहिले चाहिँ म केटा हो। अहिले चाहिँ म चाहिँ खोलाको बिचमा छु होइन। यो चाहिँ हाम्रोतिरबाट आउने सुखानी खोला हो। अनि यो चाहिँ टाङडिङ खोला हो बिरिङ भन्छ होइन मान्छेहरूले। अनि बिचमा चाहिँ यो के हो भने लभ डाँडा अरे क्या यो ठाउँको नाम चाहिँ होइन। यहाँ चाहिँ डेटिङ धेर बसेर होला लभ डाँडा भएको। त्यो हामीलाई सरकारै भएन होइन। तर जियोस् माथिको भ्यू चाहिँ बबाल देखिने क्या यहाँबाट होइन। कस्तो दामी देखेको क्या। त्यही भएर मैले हल्का भिडियो देखाइदिएर मनोरञ्जन गराइदिउँ न भनेको। अनि झोलुङ्गे पुल चाहिँ यहीँनिर छ। आइपुगिसक्यो होइन। त्यहाँ गइदिउँ अब चट्टर लाएर।
केटा अहिले चाहिँ म चाहिँ फाइनली झोलुङ्गे पुल आइपुगिसकेको छु अनि झोलुङ्गे पुलको यो सिन चाहिँ तपाईँहरूले देख्न सक्नुहुनेछ हाम्रो ठाउँको होइन। यतापट्टि चाहिँ गाउँ छ हाम्रो अनि सो अब चाहिँ झोलुङ्गे पुल पर गएर फर्किनु पर्ने हुन्छ अनि हाम्रो डेस्टिनेसन आज चाहिँ सकिन्छ। भिडियो के कस्तो हुन्छ हेर्दै गर्नु होला। त्यही हो आजको भिडियो चाहिँ यस्तै भयो। यहाँसम्म आयो होइन, त्यो माथिको चाहिँ बवाल भिडियोहरू रहेछ अनि म चाहिँ यस्तै छ अनि धेरै हावा चलिरहेको छ अनि यहाँबाट म चाहिँ फर्किनु पर्ने हुन्छ होइन। फेरि नयाँ भिडियोमा छिटै भेट्नु पर्ने हुन्छ म।